नेपाली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेस जागरण अभियानको क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घर पुगेका छन्। महोत्तरीको 11 गाउँपालिकामा अवस्थित बालेनको पुर्ख्यौली घरमा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रचण्डले यो विशेष अवसरमा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताएका छन्। महोत्तरीको 11 गाउँपालिकाले भाडामा लिएको बालेनको पुर्ख्यौली घरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले बालेन शाहको परिवार र उनीसँग सम्बन्धित स्थानमा पुग्न पाउँदा आफूलाई उत्साह महसुस भएको बताए। उनले भने बालेन शाहका पिता उनका काका बुवा बस्ने घरसम्म आइपुग्न पाउँदा खुसी लागेको छ। उनले बालेनलाई प्रत्यक्ष सम्बोधन गर्दै थपे, बालेनजीले पनि सुनिरहनु भएको होला, हामी सबै मिलेर देश बनाउनु छ। उनले मुलुकलाई समावेशी समानुपातिक व्यवस्थापनमा लैजान माओवादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै अहिले केही तत्त्वहरूले ती उपलब्धिलाई उल्ट्याउने षड्यन्त्रमा रहेको आरोप लगाएका छन्। प्रचण्डका अनुसार हजारौं नागरिकको बलिदानबाट प्राप्त पहिचान अधिकार समावेशी र समानुपातिक व्यवस्थापनलाई उल्टाउने कोसिस भइरहेको छ। यदि हामीले ती उपलब्धिहरू नजोगाएको भए आज नेपाल यो स्थानमा पुग्ने थिएन। उनले मधेसका जनतालाई सम्बोधन गर्दै मुलुक समृद्ध बनाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। साथै माओवादी आन्दोलनले ल्याएका परिवर्तनहरूलाई संस्थागत गर्दै अझ स्थिर बनाउने आवश्यक रहेको उनले बताए। हामीले सङ्घर्ष गरेर ल्याएको व्यवस्था जोगाउनुपर्छ, सुधार गर्नुपर्छ। देश बनाउने जिम्मेवारी सबै नेपालीको हो, प्रचण्डले भने। यो अभियान अन्तर्गत मधेसका विभिन्न ठाउँमा माओवादी केन्द्रको सक्रियता बढ्दो छ। मधेसमा आफ्नो प्रभाव बलियो बनाउने उद्देश्यसहित प्रचण्ड विभिन्न जिल्ला भ्रमण गरिरहेका छन्। अब बालेन शाहको पुर्ख्यौली घरसम्म पुगेका प्रचण्डले दिएको यो सन्देश के मधेस र राजधानी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने संकेत हो। आगामी दिनमा राजनीतिक वृत्तमा यस विषयमा थप बहस हुन सक्ने देखिन्छ।